त्यो चुनौतीहरू अवसरहरूलाई हामीले पहिचान गर्ने एउटा यो कार्यक्रमले हामीलाई एउटा चाहिँ अवसर दिएको छ। यो अवसरलाई हामीले प्रयोग गर्नुपर्छ। आगामी दिनमा हामीले यसलाई निरन्तरता दिनुपर्छ भन्ने लाग्छ। जसरी वार्षिक बजेट बनाउँदै गर्दा हामीले प्रत्येक टोल विकासमा जाने गरेको छ। हाम्रो टिम हामी जनप्रतिनिधिहरू प्रत्येक टोलमा हामीले भेला राखेको छौँ। त्यो भेलामा जाँदै गर्दा चाहिँ कस्तो खालको बजेट बनाउँछ, जनप्रतिनिधिहरूलाई चुनौती के छ भन्दाखेरि त्यहाँ भेलामा हामी बजेट बनाउन जाँदै गर्दाखेरि चाहिँ यो विभिन्न शीर्षकमा समेटेर बजेट आउँदैन। खालि भौतिक पूर्वाधार बाहेक अरू बजेट आउँदैन। बाटो, खानेपानी, गुम्बा, मन्दिर, चर्च लगायत यस्तो खालको कार्यक्रम मात्रै माग बढी आउने हुन्छ। त्यसो भएको कारणले गर्दा त्यसलाई पनि हामीले अझ त्यो योजनाहरूलाई टिपेर ल्याएर 5वटा टोल विकासको योजनाहरूलाई चाहिँ तपाईँको हामी टिपेर ल्याइसकेपछि भेलाबाट पास भएर आइसकेपछि त्यसलाई चाहिँ क्रमिक रूपमा प्रत्येक टोल विकासको 1 नम्बर 2 नम्बरको योजनालाई चाहिँ हामीले नछुटाइकन त्यसबाहेक त्यहाँ हामीले विभिन्न क्षेत्रमा हाल्नुपर्ने कार्यक्रमहरू कृषि, पशु, स्वास्थ्य, शिक्षा, महिला, बालबालिका, युवा लगायत यो विभिन्न शीर्षकमा छुटाउनु पर्ने कार्यक्रमहरू चाहिँ हामी फेरि वडा समितिको बैठकले हामीले यसरी कार्यक्रमहरू अगाडि बढाइरहेको छ, छुट्याइराखेको छ। यसो भएको कारणले गर्दा पनि गत वर्षमा हामीले यसो हेर्दाखेरि ठिकै सबै क्षेत्रलाई समेटेर बजेट बनाएको जस्तो देखिन पाएको छ। हामीले त्यो खालको बजेट बनाउनुपर्छ र त्यो बजेट बनाउनलाई हामी फेरि ग्रान्टमा जाँदै गर्दा चाहिँ त्यो कुरासँग मेल खाँदैन। त्यो कुरा बोक्ने चाहिँ अनुगमनमा गरिराखेको हुन्छ है। अन्य चाहिँ तपाईँको भौतिक पूर्वाधारलाई विशेष जोड दिने पक्ष चाहिँ बहुमतमा गरिराखेको हुन्छ। त्यसलाई पनि हामीले थाती राखेर कार्यक्रम बनाएको छ। यो वर्ष पनि हामीले त्यस्तै कार्यक्रमहरू बनाएको छ। जस्तै सिलाइ बुनाइको, महिलाहरूलाई सिलाइ बुनाइको लागि भनेर चाहिँ त्यो कुरा अघि आयो। हामीले यो वर्ष कार्यक्रममा राखेका छौँ सिलाइ बुनाइ आवश्यकता छ महिला दिदीबहिनीहरूलाई भनेर। यो वर्षमा हामीले 3 लाख रुपियाँ सिलाइ बुनाइ सञ्चालन गर्नको लागि भनेर हामीले बजेट पास गरिसकेको छ, आइसकेको छ। यो सबै भइसक्यो, फाइनल भइसकेको छ। त्यस्तै गरी यो मनारी 2 नम्बर वडामा दुधलाई अहिले पालिकाले यस्तो राम्रो कार्यक्रम सञ्चालन गरिराखेको छ, तर दुध यो वडामा धेरै कम छ। अहिले लगभग दुध सङ्कलन गर्ने दुध चाहिँ तपाईँको 3 नम्बर वडामा लगेर बेचिरहने त्यसको सङ्ख्या अहिले वृद्धि भएको छ। र त्यसलाई अब 2 नम्बर वडामै कलेक्सन गरेर बेच्ने गरी हाम्रो वडामा एउटा मात्रै कृषि सहकारी छ, यही वडा मात्रै कार्यक्षेत्र भएको दिगो कृषि सहकारी संस्था। त्यो मार्फत चाहिँ अब दुध सङ्कलन गर्नलाई आवश्यक सामग्रीहरू खरिद गर्नलाई हामीले 5 लाख रुपियाँ बजेट यही वर्ष हामीले छुट्याइसकेको छ। अब यो कार्यान्वयनमा चरणमा जानेको। जस्तै हामीले गत वर्ष पनि 18 देखि 40 वर्षको चाहिँ युवतीहरू जसरी यो प्राय विदेशतिर जाने होइन यस्तो खालकोमा धेरै जान्छ। त्यही भएर हामीले कम्प्युटर बारिस्टर कफी सपको तालिम राखेको थियो। त्यसलाई हामीले निरन्तरता दिएको छ। यो वर्ष पनि हामीले राखेको छौँ, त्यसलाई निरन्तरता दिएको छ। लगायत हामीले सिँचाइ, शिक्षा, स्वास्थ्य, पशु लगायतको क्षेत्रमा पनि हामीले बजेट मिलाएर बनाएको छ। पक्कै पनि यो बजेटले नपुगे पनि जे होस् केही कार्यक्रमहरू सुहाउँदो तरिकाको कार्यक्रमहरू हुनेछ भन्ने मलाई लाग्छ। जसरी पशु र कृषिको क्षेत्रमा अघि माटो परीक्षणको कुराहरू उठिरहेको थियो, त्यो विषयमा पनि अहिले हाम्रो माटो परीक्षण पालिकामै हुन्छ। यहाँहरूले अलिकति कृषि प्राविधिकसँग समन्वय गरिदिनु पर्यो। कृषि प्राविधिक 1 नम्बर र 2 नम्बर वडा हेर्ने गरी एकजना छ, उहाँसँग समन्वय गरेर माटो परीक्षणको लागि उहाँहरूसँग सम्पर्क तपाईँहरूले टोल विकास संस्थाको अध्यक्षहरू जुन अहिलेको नेतृत्वमा तपाईँहरू आउनुभएको छ, तपाईँहरूले गाउँ गाउँमा जानकारी गराइदिनु भयो भने त्यो पनि हुन्छ। र पशुको सवालमा पनि पशु भेटनरी 1 नम्बर र 2 नम्बर हेर्ने गरी एकजना छ, उहाँ चाहिँ यही 2 नम्बर वडा कार्यालयमै बस्नुहुन्छ। कृषिको 1 नम्बर वडा कार्यालय बस्नुहुन्छ, बाँडेर राखेको छ। त्यसो भएको कारणले गर्दा त्यसमा पनि तपाईँको पशुहरूमा समस्या भयो भने उहाँसँग सम्पर्क गर्ने। हामीले जति पालिकाबाट चाहिँ अनुदान दिन सक्यो भने दबाईहरू छन्, त्यो सामान्य खालको त्यो दबाईहरू पनि यहाँबाट उपलब्ध भइरहेछ। त्यो कुरालाई पनि तपाईँहरूले समन्वय गरेर गाउँसम्म तपाईँहरूले
त्यो कुराहरूलाई लगिदिनु भयो भने अझ राम्रो हुन्छ भन्ने। स्वास्थ्य क्षेत्रमा पनि घर घरमै गएर चाहिँ 60देखि माथिकोलाई चाहिँ तपाईँको प्रेसर सुगर चेक गर्ने जुन कार्यक्रमहरू सञ्चालन भइराखेको छ, जस्तै अपाङ्गकै विषयमा भत्ता नपाउने अपाङ्गलाई चाहिँ पालिकाले केही चाहिँ तपाईँको वार्षिक रूपमा भए पनि केही चाहिँ सहयोगको रूपमा त्यो खालको कार्यक्रम पनि गत वर्षदेखि सञ्चालनमा आएको छ। जस्तै स्वास्थ्यमा सुत्केरी महिलाहरूको लागि क्याल्सियम, त्यो क्याल्सियम चाहिँ हामी आउने वर्षमा क्याल्सियमको एउटा घटना घट्यो 1 नम्बर वडामा चाहिँ तपाईँको त्यहाँको कर्मचारीलाई मलाई क्याल्सियम किनेर ल्याइदिनु भन्नुभएछ क्या, क्याल्सियम किनेर ल्याइदिनु। त्यहाँ चाहिँ तपाईँको स्वास्थ्य केन्द्रले क्याल्सियम बेच्यो भनेर एउटा हङ्गामा पनि चल्यो होइन। तर त्यही वर्षमा हामीले स्वास्थ्य सामाजिक विकास समितिको चाहिँ मिटिङ बस्दै गर्दा म पनि मनरी पालिकाको सामाजिक विकास समितिमा चाहिँ म सदस्य छु। हामीले त्यही मिटिङबाट चाहिँ त्यसको दोस्रो कार्यकालदेखि क्याल्सियम चाहिँ पालिकाले नै व्यवस्थापन गर्नुपर्छ, यो विवादित आउने कुरा हो, यो आवश्यक पनि हो, यो अनिवार्य चाहिने भएको पालिकाले व्यवस्थापन गर्नुपर्छ भनेपछि अहिले चाहिँ क्याल्सियमको पनि पालिकाले नै व्यवस्थापन गरेको, माथिबाट आएको छैन तर पालिकाले व्यवस्थापन गरेर चलाइराखेको छ। भनेपछि हामीले यस्तो नदेखिने खालको सामान्य खालको जस्तो देखिन्छ हेर्दा चाहिँ, तर त्यसको महत्त्व धेरै ठुलो छ। त्यो कुराहरूलाई हामीले बुझ्नुपर्छ, बुझाउनुपर्छ र आगामी दिनमा पनि यस्तै कार्यक्रमहरू चाहिँ मनरी 2 लाई अपेक्षा गरेको छु। लगभग मनरी गाउँपालिकाको 9 वडामा चाहिँ सबैभन्दा कम सङ्घ संस्था आउने वडा चाहिँ 2 नम्बर वडा हो। मैले फोनमा पनि भनेको होइन, भर्खर 2 कार्यक्रम भएको छ यो क्याब संस्थाबाट पनि सबैभन्दा कम सङ्घ संस्था आउने वडा परेको छ। तर आगामी दिनहरूमा यस्तो कार्यक्रमहरू अझै आओस्, हामी यो कार्यक्रम सञ्चालन गर्नको लागि वडाको तर्फबाट हामी जनप्रतिनिधिको तर्फबाट गर्नुपर्ने कामहरू गर्नेछ। र यहाँ उपस्थित सम्पूर्णलाई विशेष धन्यवाद दिँदै क्याब संस्था जुन आजको चाहिँ यो कार्यक्रमलाई चाहिँ सञ्चालन गर्नका निम्ति आउनुभएको छ, सम्पूर्णलाई विशेष धन्यवाद दिँदै आजको यो कार्यक्रम यही समापन भएको घोषणा गर्दै बिदा हुन्छ।